Hello, good morning and Saifullah. हजुरहरूलाई वेलकम छ मेरो न्यू डे एन्ड न्यू भ्लगमा। आज चाहिँ हामी के अरे घुम्नुलाई जाँदैछौँ अनि सो घुम्नु जाँदाखेरि बनाइदिउँ भनेर भ्लग होइन। अनि टक्क लाएर आज चाहिँ हामी खानासाना खाएर घुम्नु जाँदैछौँ। आज हाम्रो के अरे घुम्ने ठाउँ चाहिँ कहाँ हो भने अरुण डाँडा छ। रतेन टु अरुण डाँडा ब्याक टु ब्याक चल्दिने हो अब होइन। अनि हामी चाहिँ आज कति जाँदैछौँ भने खासमा हामी 5 जना छौँ अनि दुईवटा बच्चाले 7 जना भयौँ होइन। अनि बच्चाभन्दा पनि भाइहरू छ अनि 7 जना भयौँ। सो तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ हाम्रो टिम अगाडि हिँड्दै हुनुहुन्छ। ढ्यान टिम चाहिँ यति नै हो होइन। दुईवटा भाइ अनि अरू 4 जना अनि म ठुल्ठुलो चाहिँ 5 जना छौँ। अनि आज घुम्नुलाई अलिअलि मौसम पनि हल्का राम्रो भइरहेछ अनि काम पनि खासै त्यस्तो छैन। अनि सो फ्री टाइममा घुम्नु जाने भनेर सल्लाह गरेर डिसिजन गरेर हामी चाहिँ घुम्नु जाँदैछौँ। आज चाहिँ कस्तो हुन्छ के हुन्छ हजुरहरूलाई म देखाइ नै रहनेछु भ्लगमा बिचमा। सो हेरिदिनु होला। अनि हामी चाहिँ हिँड्दैछौँ। हामीले चाहिँ गाडी बोलाएको थियौँ घुम्नुको लागि होइन। अब हिँडेर त टाढो छ नि त उता के अरे अरुण डाँडा भनेको त हिँडेर पनि पुग्छ तर अब गाडीमै जाने भने नि त अहिले होइन। साधन हुँदा किन हिँडेर जानु भन्ने कुरा आउँछ सबैलाई होइन। अनि गाडी हाम्रो फाइनल्ली आइपुगेको छ। गाडी भाइ किराय यसमै जान आँटेको छौँ हामी चाहिँ होइन। अनि यहाँ आइसकेको छौँ हामी चाहिँ। गाडी चाहिँ यही हो होइन। देख्न सक्नुहुन्छ टक्क लाएर यही गाडीमा हामी चाहिँ राइड गर्न आएका छौँ। सो म चाहिँ छिरिसकेँ होइन। अब जाने हो सिधा घुम्नुलाई। अहिले भ्लग गर्ने नै छु हेरिदिनु होला। अहिले चाहिँ हिँडिदिन्छ ल। हामीलाई चाहिँ आधा बाटोमा यहाँ झारिदिरहेको छ टेम्पोवालाले। किन हो के रिजन छ भने उसको मान्छे ल्याउनु छ अरे इटाहरी कता जान्छ अरे होइन। अनि हामीलाई चाहिँ बिचमै यहाँ झारिदिरहेछ। यो चाहिँ नाइन्साफी भयो। अब के अरे उयो दिने हो पैसा पनि आधी दिने हो सिधै होइन सिधै। अनि कस्तो त आधीमा झारिदिनु त हो न रिस उठ्ने। हामीको बिजो कि हिँडेर जानुपर्छ तर केही छैन। पर श्यामशिला पुगेपछि पनि माथि अरुण डाँडा पुग्नु चाहिँ हिँडेरै जानु पर्दो रहेछ होइन। म चाहिँ गएकै छुइनँ अहिलेसम्म। अब यहाँ मसँग हिँड्नुभएको दिदीहरू जानुभएको छ अरे। को जानुभएको छ हात उठाउनु त म त पुगेको मात्र गएकै छु। ए ल म चाहिँ फर्स्ट टाइम हो होइन गाइजहरू। अनि सो मलाई थाहा छैन नि त बाटो कता छ भनेर। तर पनि मलाई भन्नु भइसकेको छ बाटो चाहिँ आधा त्यहाँ श्यामशिला पुगेपछि के अरे हिँडेर जानुपर्छ अरे। बाटो चाहिँ त्यस्तो हिँडेर जाने खालको छ अरे होइन। त आधी होइन अलिकतिसम्म मात्रै अलिकति हिँडेर जानुपर्छ अरे। अनि त्यहाँ पुगेर श्यामशिला पुगेर चाहिँ गाडी जानु सक्दैन अरे माथि डाँडामा होइन। डाँडामा छ नि त अरुण डाँडा भनेको। अहिले हजुरहरूलाई म देखाउने नै छु। लेट्स सी कस्तो हुँदैछ। मेरो फर्स्ट टाइम हो त्यहाँ जाएको होइन। एक्सपिरियन्स कस्तो हुन्छ आई डोन्ट नो होइन। अहिले अब त्यहाँ गएपछि थाहा हुन्छ। सो हामी चाहिँ गाइज अघि मैले भनेको ठाउँ श्यामशिला आइसक्यौँ। श्यामशिलाबाट पनि अलिकति यहाँ ओरा बुद्धा चोक भन्ने ठाउँमा आइसक्यौँ। अनि अब हामी चाहिँ कालो लाग्ने नै छौँ होइन। यो बाटोबाट जानुपर्छ। हामी चाहिँ गाडीबाट झरिसक्यो अरे। अब हिँड्ने वक टु वकमा जाने हो होइन। अनि त्यहाँ माथि पुगेर रमाइलो गर्नुपर्छ। अनि खानेकुराहरू किन्दै हुनुहुन्छ यहाँ दिदीहरू। खानेकुराहरू धेरै चाहिँ छैन। हामीले सोचेको जस्तो खानेकुराहरू दिँदो रहेछ यहाँ। अनि सिम्पल खानेकुरा बोक्ने भनेर किन्नु हुँदैछ। अनि हामी अब जाने नै छौँ। टु बी कन्टिन्यू। हामी चाहिँ जङ्गलको बाटो हाइकिङ गरिसकेको छौँ होइन। स्टार्ट भइसकेको छ जङ्गलको बाटो। यहाँ तल
यहाँ तल छ त्यो के अरे के भन्छ अरे रोड अनि हामी चाहिँ जङ्गलको बाटो सिडी हिँडिरहेछौँ अनि अब यहाँदेखि अझै माथि डाँडामा छ होइन हाम्रो डेस्टिनेसन चाहिँ आउनै बाँकी छ अब कति हिँडेर 1 घन्टाको बाटो हिँडेर पुग्नुपर्ने हुन्छ हामीले घुम्ने ठाउँ सो फाइनल्ली हामी चाहिँ अरुण डाँडामा आइसकेको छौँ वी रिच टु आवर डेस्टिनेसन फाइनल लुक हेर्नुहोस् अरुण डाँडामा आएर हामीले टिकटक सिकटक बनाइसकेको त छैन होइन तर पनि भर्खर आइपुगेको छौँ पसिना चाहिँ सेलाइसक्यो फाइनल्ली हामी चाहिँ आयौँ होइन सो यहाँ हेर्नु न यहाँ बाँदरजीहरू डमरू आएर शिवाजीले बजाउनु भयो शिवाजीको डम्बर आएर बजाइसक्नु भइसक्यो अब शिवाजी रिसाउनु हुन्छ अरे शिवाजी रिसायो भने त भरे बेलुका त घर पुगिँदैन होला अनि सो देख्न सक्नुहुन्छ भ्यूहरू टक्कसँगले यस्तो दामी देखेको छैन भ्यूहरू चाहिँ अनि यहाँ पर छ मूर्ति के अरे बुद्धको मूर्ति अनि टक्कसँगले हामी यहाँ छौँ यहाँ बुढा यहाँ आउनु छिटो हेर न यहाँ आऊ भनेको के शिवाजीको के अरे कम्मर नापी हिँड्दैछ यहाँ हामी चाहिँ बुढी रे क्या अनि टक्कसँगले अघि भनिसकेको छु ग्रुप कतिजना छ हाम्रोमा हामीसँग भनेर र पनि एकचोटि भनिदिउँ न त होइन ग्रुप चाहिँ हामी जम्मा टोटल्ली 7 जना आएको थियौँ सो आएर खाजा खाने बाँकी छ रमाइलो गर्ने बाँकी छ भर्खर त आइपुगिसक्यौँ के हो यो के हो गाइजहरू कमेन्टमा भनिदिनुहोस् है मलाई चाहिँ आएन के हो भन्नु त लु ट्र्याक्टरको टायर हो कि ओए गाइज हो त हात दुखो मेरो यहाँदेखि चाहिँ देखिन्छ यो सानो हिले रे अनि त्यसपछि ऊ पर त कति धेरै तिहारी भन्ज्याङ अनि ठुलो हिले धनकुटा यहीँबाट काठमाडौँ हुँदै जान्छ अरे अनि हामी चाहिँ स्यानसिलाको अरुण डाँडामा आइसकेको छौँ अब रमाइलो गर्नुपर्छ नाच्नुपर्छ होइन बनाउने छौँ अब हामी बुढाबुढी चाहिँ के अरे के रिल्स बनाउँछौँ होइन रिल्स बनाउँछौँ अनि त्यसपछि रिल्स चाहिँ भरे पोस्ट हुन्छ हामी चाहिँ के को लागि भने घुम्नुको लागि आएको अनि प्लस रिल्स बनाउनु पनि डाँडाकाँडामा रिल्स बनाउनु हुन्छ भने टक्कसँगले आएको छौँ होइन अब रिल्स बनाइन्छ अहिले एकछिनमा पहिला घुम्ने हो रमाइलो गर्ने हो अझै पनि डम्बरी बजाउनु चाहिँ छोड्नु भएको छैन यहाँ यो घर डम्बर उठाएर लानु पऱ्यो होइन अनि त्यसरी देख्न सक्नुहुन्छ यहाँ 2टा बाँदर पनि यहाँ चढ्दैछन् यहाँ माथि शिवाजीले चाहिँ मार्छ अहिले भरे चाहिँ अनि दिदी बहिनीहरू सबैजना फोटो खिच्नुलाई रेडी हुनुहुन्छ के अरे फोटो खिच्नु टिकटक गर्नु अन्त है ल टु बी कन्टिन्यू होइन अब देखाउने छु म चुस्सा भ्लगमा सो टु बी कन्टिन्यू हामी चाहिँ अरुण डाँडाको टपमा आइसकेको छौँ अनि देख्न सक्नुहुन्छ होइन यो अरुण डाँडाको डेफिनेसन भने पनि जे भने पनि यसले चिनाउँछ अरुण डाँडालाई टक्कसँगले यहाँ लेखिदिएको रहेछ अरुण डाँडा लेखिदिएको रहेछ होइन अनि यहाँ आइसक्यौँ हामी टन्नै टिकटकहरू फोटोहरू खिचिसक्यौँ मैले पोस्ट हुन्छ ल खाएर अनि सो यस्तै हो रमाइलो गरियो खानु बाँकी नै छ नाच्नु बाँकी नै छ अब नाच्दै पनि छौँ खाने पनि छौँ तपाईँहरूलाई थोरै भ्लग देखाइदिउँ भनेर मात्र हो नभए म बनाउँदिनँ थिएँ अरे क्या सो कन्टिन्यू सो फाइनल्ली हामी चाहिँ अन्तिम घडीमा आइपुगिसकेर पनि हामी चाहिँ घुमिसकेका छौँ अनि टिकटक सिक्टक बनाइसकेको छौँ अब हामी घर फर्क्यौँ बाई बाई अरुण डाँडा के अरे फर्किसक्यौँ सो अघि चाहिँ आउँदाखेरि चाहिँ गाडीमा आएको थियौँ अब जाँदाखेरि चाहिँ टुकुल हिँडेर जानु पर्छ रे हजुर डन्डा ए डन्डा गाइस डन्डा सो हामी चाहिँ अब हिँडेर जानुपर्छ
अनि दिदीहरू हिँड्दै नै हुनुहुन्छ यहाँ दिदीबहिनीहरू ठिमिक 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 हल्लिँदै अनि म पनि हल्लिँदै हिँडिरहेको छु अब कतिखेर घर पुग्छ होइन 4 बजिसकेको छ होइन अनि कतिखेर पुग्छ थाहा छैन कटुसी हाम्रो गाउँघरको फल कटुस अब कटुसको सिजन चाहिँ आइसकेको छ कटुस दिदीहरू खोज्नु यहाँ कटुस लबर वाउ कटुस लबर खोज्ने तयारीमा हुनुहुन्छ होइन के भन्नु र अरू त ओ दिदी यो पनि हो यहाँ हेर्दा यहाँ यो ए हो त रे अनि कटुस खोज्ने क्रममा छौँ होइन अब नखोज्ने होस् भेट्दा पनि भेटेन सो दुईजना ठुल्ठुलो मालिकहरू चाहिँ अगाडि हिँडिसक्नु भएको छ हामी सानो मालिकनीहरू चाहिँ पछाडि हिँड्दैछौँ हजुर ओ अघिको यही बाटो हो हामी आएको बाटो यही हो ए त्यही र त म कन्फ्युज भएँ हाम्रो पहिनी साहबले पनि भेटिसक्नु भएछ अनि त्यसपछि हामी खाजा पनि धेरै खायौँ चाउचाउ तर यो चाउचाउ पनि मिठै लाग्छ कहिलेकाहीँ भोक लागेको बेलामा वाइ भनेको वाइ हो हाम्रो नेपालको सान वाइ चाउचाउ त नभनौँ अनि अब 4 बजिसकेको छ अब कहिले पुग्छौँ थाहा छैन घर त्यस्तै 1.5 घन्टा 2 घन्टा लाग्छ होला यहाँको बाटोबाट अनि त्यतिपछि हामी घर पुग्ने नै छौँ राति पुग्छौँ होला होइन अब ब्लग भनेको यस्तै हो के भन्नु अरू सो बाई बाई तपाईँहरू मेरो भिडियो हेरिदिनु भएकोमा सबैलाई थ्याङ्क यू धन्यवाद छ मेरो भिडियो चाहिँ यतिमै इन्डिङ हुन्छ बाई बाई